हेलो एन्ड नमस्ते एभ्रिवान। यो भिडियोमा चाहिँ मैले सिकाउन गइरहेको छु हजुरहरूलाई कसरी चाहिँ हजुरहरूले डिजिटल एसएटीको रिडिङको हार्डेस्ट टाइप अफ क्वेसन हजुरले ट्याकल गर्न सक्नुहुन्छ आफ्नो इक्जामिनेसनमा। सो हामीले फर्स्टमा चाहिँ रिडिङ क्वेसनहरू यस्तो पढ्दाखेरि हामीले अन्डरस्ट्यान्ड गर्नुपर्ने हुन्छ कसरी क्वेसनले के सोधिरहेछ है त फर्स्टमा। सो यहाँ क्वेसन पढ्दाखेरि हामीले के बुझिरहेछौँ भने which finding if true hold most directly weaken critics claim। सो यो विकेन्डको साटामा तिमीलाई च्यालेन्ज पनि भन्न सकेर आउन सक्छ इक्जाममा, अर अन्डरमाइन द क्लेम भनेर पनि आउन सक्छ। सो यो चाहिँ भन्नु चाहिँ के खोजेको भनेपछि तिमीले डाइरेक्ट कन्ट्राडिक्ट गर्नु पऱ्यो क्या, तिम्रो प्यासेज अनुसार चाहिँ तिम्रो एन्सर चोइसलाई चाहिँ हो त्योसँग चाहिँ मिल्नु पऱ्यो। सो यसरी नै हामीले लग्छौँ। सो विदाउट वेस्टिङ लेट्स गो थ्रु दि passage and what it is saying, and we'll directly look into the answer choice. Okay, so yeah, without wasting, let's do it. Hypothesizing that lullabies characterized by their slow tempos are universally calming to infants. Constance M. Bainbridge and colleagues played a lullaby song in the Scottish Gaelic language and non-lullaby song in the Seri language to a group of infants. सो यिनीहरूले चाहिँ के गरेछ भनेपछि यो लुलाबी सङ्ग्स चाहिँ प्ले गरियो होइन स्लो टेम्पोजमा। अनि यसले चाहिँ के गर्दो रहेछ भने इन्फ्यान्ट्सहरूलाई सानो बच्चा बच्चीहरूलाई चाहिँ काम बनाउँदो रहेछ यो जब चाहिँ स्लो यो लुलाबी स्लो साउन्डमा बजाउँदाखेरि चाहिँ। सिमिलरली यो ब्रेनब्रिज एन्ड कलिग्सले चाहिँ लुलाबी सङ्ग चाहिँ स्कटिस गेलिक र नन लुलाबी सङ्ग चाहिँ सेरी ल्याङ्ग्वेजमा चाहिँ ग्रुपहरूको सानो ग्रुप अफ इन्फ्यान्ट्सहरूलाई चाहिँ एउटा एक्सपेरिमेन्ट गरेर सुनायो है त। अनि के रिजल्ट आयो त्यहाँ अब हामी पढौँ है त। द टिम फाउन्ड द्याट द इन्फ्यान्ट्स हार्ट रेट डिक्रिज मोर ड्युरिङ द लुलाबी। ओके, सो यहाँ के बुझ्यो भनेपछि यहाँ हार्ट रेट चाहिँ डिक्रिज भयो मोर ड्युरिङ द लुलाबाई देन ड्युरिङ नन लुलाबाई। ओके, सो जब चाहिँ लुलाबाई सङ्ग बजाउँदा रहेछ त्यतिखेर चाहिँ हार्ट रेट चाहिँ डिक्रिज हुँदो रहेछ देन त्यो नन लुलाबाई बजाउँदाखेरि। Okay, let's read the next. Since a decrease in heart rate is associated with relaxation, okay, the team concluded that lullaby relaxed the infants, noting that reduced heart rate can also associated with increased attention. Okay, so जब चाहिँ हार्ट रेट चाहिँ रिड्युस हुन्छ होइन त्यो चाहिँ एउटा एसोसिएट भइरहेछ उयोसँग चाहिँ एटेन्सनसँग। जब चाहिँ मान्छे बच्चा बच्चीहरूले एटेन्सन इन्क्रिज हुन्छ नि उनीहरूको हार्ट रेट चाहिँ डिक्रिज पनि हुँदो रहेछ उनीहरूले थाहा पायो है त। अनि उनीहरूले के कन्क्लुड गर्यो भनेपछि लुलाबी सङ्गले चाहिँ इन्फ्यान्ट्सहरूलाई चाहिँ रिल्याक्स गर्दो रहेछ। अनि वान क्रिटिक्स, अब यो क्रिटिक्स भन्ने वर्ड आयो त हामीले क्वेसनमा चाहिँ यही यसकै ठ्याक्कै अन्डरमाइन गर्नु भनेको थियो। आई थिङ्क यहाँ पढ्दा हुन्छ हजुरहरूले। सो यो चाहिँ एकदमै इम्पोर्टेन्ट पोइन्ट हुन्छ। सो डु नट ओभरलुक दिस लाइन्स, लेट्स रिड केयरफुली। ओके, वान क्रिटिक आर्ग्युज द्याट इन्स्टेड द लुलाबी सिम्पली एट्र्याक्टेड द इन्फ्यान्ट्स एटेन्सन। Okay, Bainbridge and colleagues also measure pupil size, as pupils typically become larger when a stimulus captures a person's attention. Okay, so यहाँ के भनिरहेछ भनेपछि एउटा क्रिटिक्सले लुलाबीको चाहिँ सिम्पली एट्र्याक्टेड हुँदो रहेछ त्यो एटेन्सनहरूतिर चाहिँ। अनि ब्रेनब्रिजको कलिग्सले चाहिँ के मेजर गर्यो भने चाहिँ उनीहरूको पिपुल साइज जुन हाम्रो आँखाको त्यो पिपुल हुन्छ नि कालो कालो त्यो चाहिँ टाइपिकली हाम्रो ठुलो हुँदो रहेछ क्या जब चाहिँ हामी चाहिँ एटेन्सन एकदम सिक गरिरहेको हुन्छौँ नि बच्चा बुच्चीहरूले एकदम एटेन्सन सिक गरिरहेछ अगर अनि फोकस्ड भएर चाहिँ एउटै ठाउँमा। अनि जब चाहिँ तिनीहरूले लुलाबी हामीले माथि के पढ्यौँ भनेपछि जब चाहिँ लुलाबी हामी सङ्ग बच्चा बच्चीहरूलाई चाहिँ दिँदाखेरि सुनाउँदाखेरि चाहिँ उनीहरूको हार्ट रेट डिक्रिज हुँदो रहेछ। अनि हार्ट रेट डिक्रिज हुँदाखेरि तिनीहरूको एटेन्सन पनि बढेको देखियो होइन, एसोसिएटेड विथ रिल्याक्सेसन भनेको छ यहाँ। हार्ट रेट एसोसिएटेड विथ रिल्याक्सेसन। अनि यहाँ के नोट गरेको छु भनेपछि इन्क्रिज एटेन्सन पनि हुँदो रहेछ क्या रिड्युस हार्ट रेटले हो। त्यही भएर यो चाहिँ एउटा इन्टरकनेक्टेड साइकल देखियो क्या यहाँनिर। अनि हामीले यहाँ के बुझ्छु भनेपछि अब मलाई अन्डरमाइन या च्यालेन्ज गर्नु पऱ्यो भने म विदाउट लुकिङ म पहिला आफ्नो एउटा कन्क्लुजन बनाउँछु अनि त्यही म चाहिँ फाइन्ड गर्न ट्राई गर्छु आन्सर चोइसमा। सो म ठ्याक्कै अपोजिट जान्छु है त, किन यहाँ अपोजिट हामीलाई भनेको छ नि त विकेन केले विकेन गर्न सक्छ। सो ब्रेनब्रिजले चाहिँ के थाहा पायो पिपुल साइज चाहिँ ठुलो हुन्छ जब चाहिँ पर्सनको एटेन्सन एकदम धेरै हुन्छ। सो मैले के भन्छु भने जब चाहिँ
पिपल साइज म के भन्छु पिपल साइज बिकम स्मलर वेन पर्सन एटेन्सन वेन स्टिमुलेसन क्याप्चर्स अ पर्सनको एटेन्सन ओके सो म चाहिँ यो लिएर जान्छु अगाडि एन्ड लेट्स रिड द आन्सर स्विच ब्लिङ्किङ विच इन्डिकेट्स एटेन्सन वाज इक्वली फ्रिक्वेन्ट वेदर इन्फ्यान्ट्स वेयर लिसनिङ टु द सङ इन स्कटिस ग्यालिक अर सङ न यसले यसले के भनिरहेछ भनेपछि एकदमै रङ कुरा गर्यो क्या सो यो चाहिँ हुनै सक्दैन अनि लेट्स सी एन्सर चोइस नम्बर बी नाइदर द स्कटिस ग्यालिक ल्याङ्ग्वेज नर द मेलोडी अफ द ट्रेडिसनल स्कटिस लुलाबिज वाज फ्यामिलियर विथ द इन्फ्लुएन्स इन द स्टडी सो कन्क्लुजन यस्तो पनि बनाएको थिएन हाम्रो यो लाइक हाम्रो कन्क्लुजन जसले गर्यो नि ब्रेन विजेसहरूले साइन्टिस्टहरूले यस्तो हाम्रो कन्क्लुजन आएन कन्क्लुजन चाहिँ एक्चुअलमा इन्फ्लुएन्स गर्दा रहेछ त लुलाबीसँग र नन लुलाबी तर यहाँ चाहिँ यस्तो फ्यामिलियर छैन भन्ने कुरा गरिदियो सो एन्सर चोइस बी रङ भयो द इन्फ्यान्ट्स पिपल वेयर स्मलर वेन द इन्फ्यान्ट्स वेयर लिसनिङ टु द लुलाबिज देन दे वेयर लिसनिङ टु नन लुलाबिज ओके सो यो एकदमै तिमीले एटेन्सन दिएर पढ्नुपर्ने हुन्छ यहाँ है द इन्फ्यान्ट्स पुपिल्स वेयर स्मलर वेन देयर इन्फ्यान्ट्स वेयर लिसनिङ टु लुलाबिज ओके ठ्याक्कै अपोजिट कुरा गऱ्यो त यहाँनिर हेऱ्यौ अब स्मलर सानो भयो नि त तर हामीले चाहिँ के भनिरहेको छ यहाँनिर भनेपछि टाइपिकली लार्जर हुन्छ जब चाहिँ उनीहरूले लुलाबी सङ सुनिरहेको हुन्छ किनकि त्यसले एटेन्सन पनि बढाउँछ नि त सो यहाँ ठ्याक्कै अपोजिट देन वेन दे वर लिसनिङ टु नन लुलाबिज सो यो ठ्याक्कै अपोजिट कुरा गर्यो सो यसले च्यालेन्ज गरिरहेको छ हाम्रो कन्क्लुजनलाई यहाँनिर सो एन्सर चोइस नम्बर चाहिँ सी मलाई पर्फेक्ट लाग्यो यहाँनिर अनि म चाहिँ टिक गरेर अर्कोतिर लागिहाल्छु अर्को क्वेसनतिर धेरै टाइम दिनको लागि बट स्टिल विल लुक इन्टु द एन्सर चोइस नम्बर डी एन्ड लेट्स ट्राई टु फाइन्ड इट प्यारेन्ट्स अफ इन्फ्यान्ट इन द स्टडी चोज द लुलाबी ओभर द नन लुलाबी विच सङ बाई दे वुल युज द काम देयर चाइल्ड सो यहाँ प्यारेन्ट्स यस्तो छ क्या तिमीले वेन एभर यु आर रिडिङ द टाइप अफ क्वेसन दिस प्यारेन्ट्स आर कमिङ फ्रम आउट अफ द बक्स यहाँ प्यारेन्ट्सहरूको बारे कुरा गरेकै छैन होइन सो एन्ड देन लाइक एकदम आउट अफ द कन्टेक्स्टको कुरा गरिरहेको छ क्या यहाँनिर अब प्यारेन्ट्सहरूले चाहिँ बच्चाहरूलाई लुलाबी र नन लुलाबीसँग चाहिँ प्ले दिने कि नदिने भनेर चाहिँ उनीहरूको डिसिजन हुन्छ भन्ने कुरा यस्तो यस्तो एकदमै लाइक आउट अफ कन्टेक्स्ट भयो सो वी आर नेग्लेक्टिङ दिस अप्सन चोइस नम्बर डी एन्ड अप्सन सी इज आवर पर्फेक्ट चोइस एन्ड विल जस्ट click on the option C and we'll go to the next question okay in the examination. So guys, I hope you understood the question. If you have any doubt related to this type of question or similar type of question, you can comment down below and I will try my best to make you understand in the next video. Hope you liked it. Thank you.